सम्पूर्णले ध्यान दिएर यो फोटो हेर्नु होला। यो फोटोमा भएको व्यक्ति तपाईँले सायद चिन्नुहुन्छ होला, कतिले चिन्नु पनि हुनु होला। विगतको कुनै समयमा उहाँ एकदमै भाइरल हुनुहुन्थ्यो। उहाँले भन्नुभएको थियो पत्रकारको नाकको डाँडी भाँचेको मूल्य 1 लाख कति लाख भन्नुहुन्थ्यो नि। नाकको डाँडी भाँच्ने गरी हान पत्रकारलाई भनेर उहाँ एकचोटि भाइरल हुनुभएको थियो। समग्र नेपालीहरूले उहाँलाई चिनेको थियो। उहाँ सुनसरी इटरीका मेयर द्वारिकालाल चौधरी। उहाँलाई एमाले पार्टीले 6 महिनाका लागि निष्कासित गरिदिएको छ। उहाँ एमाले पार्टीमा आबद्ध हुन्थ्यो, एमालेबाट मेयर बन्नुभएको थियो। तर अहिले त्यही एमाले पार्टीले उहाँलाई पार्टीबाट 6 महिनाका लागि निष्कासित गरिदिएको छ। कारण किन? उहाँले एमालेको विरुद्धमा शब्दहरू निकाल्नुभयो, एमालेको विरुद्धमा बोल्नुभयो। आफ्नै पार्टीको विरुद्धमा बोल्छस् भनेर हाम्रो केपी बाले उहाँलाई 6 महिनाका लागि एमालेबाट सदस्यबाट निकालिदिनु भयो। हाय हाय, काश सबैजनाले यसरी बोलिदिए, सबैजना एमाले पार्टीबाट निक्लिए, कति मजा हुन्थ्यो हैन। अहिले भर्खरै एमालेका हाम्रो अध्यक्षज्यू केपी शर्मा ओलीज्यूले केही बोल्नुभएको थियो। म तपाईँलाई भिडियो देखाउँछु हैन। उहाँले भन्नुभएको छ एमाले पार्टी भाग्दैन, एमाले समस्याबाट भाग्दैन, समस्यामा दत्तचित्त भएर फर्केर जवाफ दिने पार्टी हो भनेर उहाँले भन्नुभएको छ एउटा अन्तर्वार्तामा। तपाईलाई म देखाउँछु, कृपया सबैले यो हेर्नु होला हैन। एमाले माथि हमला हुन्छ भने एमाले भाग्ने होइन, फनक्क फर्केर एमाले भाग्छ त फर्केर जवाफ दिन्छ। बस तेरीमा टोक्ने।